टोकियो गभर्मेन्टले दिने 11,000 पोइन्ट तिर्नको लागि तपाईँसँग 3वटा कुराहरू हुनुपर्छ। पहिलो टोकियो कोस्किया प्री आइडेन्टिफिकेसन एप्लिकेसन र माई नम्बर कार्ड। र मेन कुरा तपाईँसँग माई नम्बर कार्डको 4 डिजिटको पासवर्ड चाहिँ थाहा हुनु पर्यो। त्यसपछि टोकियो कोस्किया प्री ओपन गरेर माई नम्बर कार्ड अनि योरो होनिङ काकुनीमा क्लिक गर्नुहोस्। यस्तो खालको इन्टरफेस आउँछ, चेक गरेर सुगिनी सुसुमु। त्यसपछि यस्तो खालको इन्टरफेस आइसकेपछि तपाईले तल स्क्रोल गर्दै जानुभयो भने सुगी देख्न सक्नुहुन्छ। अब चाहिँ माई नम्बर कार्डको भेरिफिकेसन सुरु हुन्छ। नेक्स्ट गर्दै जानुहोस्। यहाँबाट भेरिफिकेसन रेजिस्ट्रेसन सुरु हुन्छ। स्टार्ट गर्नुहोस्। त्यसपछि आई एक्सेप्ट एन्ड एग्री गर्नुहोस्। टर्म्स एन्ड कन्डिसन लेखेको हुन्छ। त्यसपछि फेरि पनि सेम एक्सेप्ट एन्ड एग्री गर्न सक्नुहुन्छ। नेक्स्टमा क्लिक गर्नुहोस् र यहाँ फेस आइडी सेटिङ्स हुन्छ। यो सेटअप तपाईँले गर्नुभएको छ भने यहाँ आफ्नो फेस आइडीबाट भेरिफिकेसन गर्नुहोस्। त्यसपछि अब तपाईँलाई माई नम्बर कार्डको पिन चाहिन्छ 4 डिजिटको। नेक्स्ट गर्नुहोस् अनि तपाईँले 4 डिजिटको आफ्नो पिन कोड हाल्न सक्नुहुन्छ। पिन कोड हालिसकेपछि अब कार्ड रिड गर्ने इन्टरफेस आउँछ। तपाईँले कार्ड रिड गर्न सक्नुहुन्छ। आफ्नो कार्ड रिड कम्प्लिट भइसकेपछि लगभग तपाईँको रेजिस्ट्रेसन चाहिँ भयो। त्यसपछि अब यसलाई अथेन्टिकेसन गर्नुपर्छ फेरि एकचोटि। अब यसबाट स्टार्ट गर्नुहोस्। पिन हाल्नुहोस् तपाईँको 4 डिजिटको। पिन कोड हालिसकेपछि फेरि कन्फर्म गर्नुपर्ने हुन्छ। डबल कन्फर्म गर्नु होला। त्यसपछि फेरि कार्ड रिड गर्नुहोस्। तपाईँले कार्ड रिड गरिसकेपछि चाहिँ यस्तो खालको इन्टरफेस आउँछ। अलाउ गर्नुहोस् अनि तपाईँको अथेन्टिकेसन चाहिँ कम्प्लिट भयो। तपाईँ फेरि एपमा जानुपर्छ। त्यहाँबाट रिटर्न भएर तपाईँले यहाँ पोइन्ट मोस्ट कमीमा थिच्नुभयो भने चाहिँ तपाईँले पोइन्ट चाहिँ आफ्नो पोइन्टको लागि अप्लाई गर्न सक्नुहुन्छ। अप्लाई गरिसकेपछि यस्तो खालको स्क्रिन आउँछ मोस्ट कमी खन्यो भनेर। सो भिडियो मन पऱ्यो लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला।